नेपालको लोकेसन कता रहेको छ प्रश्न आउँछ। यो सँगसँगै जोडेर आउँछ नेपाल कता रहेको छ भन्ने कुरो छ है। र यसमा चाहिँ नेपाल कहाँ छ भनिरहँदाखेरि तपाईँहरूले बुझ्नुपर्ने कुरा कहाँ रहेको छ साथीहरू भन्नुहोस् त। कहाँ छ नेपाल? पृथ्वी हो मानौँ, यो के हो त? पृथ्वी हो आफैमा। यो पृथ्वीको कहाँ छ त? यो पृथ्वी आफैमा गोलो छ। यो पृथ्वीको नेपाल कता अवस्थित छ भन्यो भने देशान्तर र अक्षांशका कुराहरू हामीले गर्छौँ। देशान्तर स्थान लोकेसन कुन हो, लङ्गिट्युड र ल्याटिट्युडको कुराहरू गरिरहन्छौँ। के हो त लङ्गिट्युड, के हो त देशान्तर भन्ने कुरा। देशान्तर भनेको के हो त? सुरुमा हामी अक्षांश र देशान्तर बुझ्ने प्रयास गरौँ र अक्षांश र देशान्तर बुझिसकेपछि हामी त्यसपछि जाउँला अन्य कुरामा। यसरी पृथ्वीलाई ठिक बीचबाट उत्तरी ध्रुव र दक्षिणी ध्रुवको ठिक बीचबाट पृथ्वीलाई दुईटा खण्डमा विभाजन गर्ने गरी यो उत्तरी ध्रुव र दक्षिणी ध्रुवको ठिक बीचबाट पूर्वदेखि पश्चिममा खिचिएको एउटा लाइन छ, 0 डिग्री लाइन छ। त्यसलाई के भनिन्छ? भूमध्य रेखा भनेर भन्छ। यसलाई के भन्छ? रेखा भनेर भन्छ। यो भूमध्य रेखा जुन चाहिँ के हो त भने त्यो भूमध्य रेखा आफैमा एउटा अक्षांशै लाइन हो, जसलाई हामीले अक्षांशै लाइन कति डिग्री? 0 डिग्री हुन्छ। यो 0 डिग्री अक्षांश रेखालाई अक्षांश रेखालाई के भन्छौँ त? भूमध्य रेखा भनेर भन्छौँ। 0 डिग्री कति डिग्री? 0 डिग्री अक्षांश रेखालाई भूमध्य रेखा। जुन भूमध्य रेखा, जुन 0 डिग्री अक्षांश रेखालाई पृथ्वीलाई के गरिदिन्छ भने त्यो उत्तरमा रहेकोलाई उत्तरतिरको भागलाई उत्तरी गोलार्ध, दक्षिणतिरको भागलाई दक्षिणी गोलार्ध भन्यो। यसले के गर्यो त? पृथ्वीलाई दुईटा गोलार्धमा विभाजन गर्यो। भनेपछि नर्थ र साउथ भन्ने कुरा केले डिटरमाइन गर्दो रहेछ भने यो भनेको ल्याटिट्युड लाइनहरू। के भन्छ यसलाई? ल्याटिट्युड लाइन, अर्थात् हामीले भन्छौँ अक्षांशै रेखा भनेर भन्छ। यो अक्षांशै रेखालाई के भनिन्छ? ल्याटिट्युड भनेर भन्छ। अक्षांशलाई के भन्दो रहेछ? ल्याटिट्युड है। ल्याटिट्युडनल लाइन अर्थात् ल्याटिट्युड भनेर भन्छ। यो हो। यसले उत्तर र दक्षिण यसरी छुट्याउँछ। त्यसै गरी उत्तर र दक्षिणमा यसरी केही रेखाहरू यसरी खिचिएका हुन्छन्। त्यो तपाईँहरूले पृथ्वी देखिरहनु भएको छ। यो अर्थमा यो दक्षिणतिर रहेकालाई दक्षिणी गोलार्ध, योलाई भन्छ तपाईँको दक्षिणी। तपाईँका के भन्छन्? अक्षांशै रेखा। दक्षिणमा रहेकोलाई दक्षिणी अक्षांशै रेखा भन्छ। यो रेखाहरूको नाम हो के हो त? दक्षिणी अक्षांशै रेखाहरू हुन्। यी रेखाहरू भनेका के हो त? अक्षांशीय रेखा भनेर भन्छ। दक्षिणमा रहेकालाई दक्षिणी अक्षांशीय रेखा भनिन्छ भने उत्तरमा रहेकालाई के भनिन्छ? उत्तरी अक्षांशीय रेखा, अक्षांशीय रेखा भन्छ। अर्थात् यो भनेको के हो त? नर्दर्न तपाईँको नर्थ ल्याटिट्युड लाइन, ल्याटिट्युडनल लाइन भनेर भन्छ। र यिनीहरूको बीचको दूरी यी कतिवटा लाइन हुन्छन् भनेपछि जस्तै यो तपाईँहरूको कति डिग्री? यो 1 डिग्री, 2 डिग्री गर्दै गर्दै 3 डिग्री गर्दै 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 90 डिग्रीसम्म। त्यसै गरी माथि पनि कति डिग्री गरेर 1 डिग्री, 2 डिग्री गर्दै 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 यहाँसम्म कतिवटा? 90 डिग्रीवटा रहन्छन्। अब यसमा अक्षांशीय रेखा कति भनेर भन्यो भने माथि उत्तरतिर 90, दक्षिण पनि 90 गरेर कति भयो? 180वटा 180 डिग्री हुन्छ सर। 180 रेखा नै हुन्छ भनेर भन्नुहुन्छ होला, तर वास्तवमा यति रेखा हुँदैनन्। कति हुन्छन् त भन्यो भने यसमा चाहिँ तपाईँको एउटा कुरा के बुझ्नुहोस् भने जब यो रेखाहरू कसरी निर्धारण हुन्छन् भने एउटा म लाइन खिच्छु अगाडि सेन्टरबाट, त्यसपछि म तपाईँहरूलाई बताउँछु। जस्तै यो बीचबाट एउटा लाइन छ मानौँ, यसरी यो बीचबाट एउटा लाइन खिचिएको छ। त्यो लाइन खिचिरहँदाखेरि यो सेन्टरबाट खिचिएको छ। यो रेखाको नाम हो प्रधान मध्याह्न रेखा। त्यो सेन्टरसँग जति डिग्रीको एङ्गल बनाउँछ है, यसले जति डिग्रीको यसरी एङ्गल बनाउँछ, 1 डिग्री बनाउँछ भने 1 डिग्री, 2 डिग्री बनाउँछ भने यसरी 2 डिग्री बनायो भने 2 डिग्रीको लाइन गरिरहँदाखेरि माथि पुगिरहँदाखेरि 90 डिग्री बनाइरहँदाखेरि त मात्र पोइन्ट मात्र हुन्छ, त्यहाँ रेखा बन्दैन। यसरी रेखा बन्छ त? यसरी रेखा बन्छ? बन्दैन। त्यसै गरी सेम कुरो के हुन्छ त? दक्षिणमा पनि लागु हुन्छ भनेपछि दुईटा त उत्तर र दक्षिणमा 90 डिग्रीमा त के हुन्छ? दुईटा पोइन्ट हुन्। अर्थात् हामीले पोइन्टलाई रेखा भन्न मिल्छ? मिल्दैन। दुईटा पोइन्ट हुन्, त्यसैले यसलाई हामीले रेखा गर्न मिल्दैन। 178 रेखा बन्यो। अब 178 मा हामीले 1 2 3 गरेर तपाईँको 89 वटा गन्यौँ। त्यसरी 1 देखि 89 गन्यौँ, 178 बन्यो भने यो बीचको जुन 0 डिग्री अक्षांशीय रेखालाई गनेनौँ। अब यसलाई पनि गर्दाखेरि एउटा के छ त? 0 डिग्री अक्षांशीय रेखा छ।
यो 0 डिग्री अक्षांश रेखाको नाम हो कतिवटा भयो त गरेर कति टोटल कतिवटा हुन्छन् 179 के हुन्छ त अक्षांश रेखाहरू रहन्छन् र यी रेखाहरूको बीचमा ध्यान दिनुहोस् है साथीहरू यो जुन यो 1 डिग्री र 2 डिग्रीको ग्यापमा कति 1 डिग्री 2 डिग्री 1 डिग्री 2 डिग्री छ 3 डिग्री 4 डिग्री त्यो 1 डिग्रीको अन्तरमा जस्तै 1 डिग्रीदेखि 2 डिग्रीको यो लाइन छ यसको बीच अन्तरमा कति किलोमिटरको डिस्टेन्स हुन्छ भने यो भनेको 111 किलोमिटरको अन्तर हुन्छ कति किलोमिटरको 111 किलोमिटरको हुन्छ र यसको बीचमा ससाना मिनेट लाइनहरू खिचेका हुन्छन् कतिवटा 60वटा 1 डिग्रीबाट 2 डिग्रीसम्म पुग्दाखेरि यो बीचमा ससाना 1 2 3 4 5 गर्दै 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 60वटा मिनेट लाइन पुगेपछि 1 डिग्री हुन्छ त्यसै गरी फेरि 60वटा गऱ्यो भने 3 डिग्री भनेको 60 गरेर भन्नुको अर्थ 1 डिग्रीको ग्यापमा 1 डिग्री भनेको कति रहेछ मिनेट लाइन कतिवटा रहेछन् मिनेट भनेको यो फेरि समय होइन यो समय नभएर यसलाई कसरी जनाइन्छ यसरी जनाइन्छ यी 60 माथि ड्यास गरेर यो भनेको के हो त मिनेट हो 60 मिनेट 1 डिग्रीमा 60 मिनेट हुन्छ र 1 डिग्रीको अन्तरमा कति किलोमिटर दूरी कति भन्यो भने 111 किलोमिटर हुन्छ 111 किलोमिटर यो दूरी हुन्छ यो पनि दूरी नै हो तर यो कसमा हो त मिनेटमा हो मिनेट भनेको समयको मिनेट होइन है समय निर्धारण गर्ने रेखा भनेको फेरि कुन हो त देशान्तरीय लाइनहरूले समय निर्धारण गर्छ समय निर्धारण प्रयोग हुने गर्ने भनेको देशान्तरीय लाइन हो र अक्षांश जसलाई हामीले के भन्छौँ ल्याटिट्युड लाइन भनेको के त दूरी निर्धारणको लागि प्रयोग हुन्छ अर्थात् 1 डिग्रीको अन्तरमा कति दूरी हुन्छ त 111 किलोमिटर हुन्छ जस्तै यहाँबाट यहाँसम्म 111 यहाँदेखि यहाँसम्म 111 यहाँदेखि यहाँसम्म 111 गर्दै यसरी 111 किलोमिटर यसको के हुन्छ डिस्टेन्स हुन्छ र यसमा यो 1 डिग्रीको लाइन आउनुभन्दा अगाडि यहाँ मिनेट लाइनहरू कतिवटा हुन्छन् 60वटा सासाना मिनेट लाइन हुन्छन् यसले पनि दूरी अंकित गर्छ यसले के गर्छ त दूरी अंकित गर्ने हुन्छ भन्ने कुरा यति बुझिरहनुहोस् अब त्यसपछि जाउँ हामी देशान्तर लाइनको कुराहरू गर्नु है अब देशान्तर लाइन साथीहरू बुझिरहनु भएको चाहिँ के छ तपाईहरु भन्नुहोस् त सुनिरहनु भएको छ मलाई अब त्यसपछि यो बीचबाट मैले एउटा रातो लाइन खिचेको छु यो रातो लाइनको नाम के हो भन्यो भने यो रातो लाइनको नाम हो यो 0 डिग्री नै हो आफैमा त्यो 0 डिग्री रातो लाइनको नाम हो तपाईको के त भन्दाखेरिमा यसको नाम हो प्रधान मध्याह्न रेखा प्रधान मध्याह्न रेखा भन्छ यसको नाम हो प्रधान मध्याह्न रेखा जस्तै यो बीचबाट खिचेको रेखालाई हामीले के भन्यो पूर्व पश्चिमदेखि पश्चिम खिचेको रेखालाई भूमध्य रेखा भन्यो यो पनि 0 डिग्री हुन्छ यसलाई भूमध्य रेखालाई हामीले इक्वेटर लाइन पनि भन्छ इक्वेटर लाइन पनि भन्छ यो प्रधान मध्याह्न उत्तरदेखि दक्षिणमा खिचियो उत्तरदेखि दक्षिणमा पृथ्वीलाई ठिक दुईटा भागमा यसरी विभाजन गर्न पूर्व र पश्चिम यसरी इस्ट र वेस्ट छुट्याइदिन्छ पूर्व र पश्चिमी गोलार्धमा छुट्याउने पृथ्वीलाई ठ्याक्कै दुईटा भागमा विभाजन गर्ने गरी खिचिएको एउटा रेखा छ त्यो प्रधान मध्याह्न रेखा जसलाई हामीले के पनि भन्छौं त प्राइम मेरिडियन लाइन भनेर भन्छ प्राइम मेरिडियन लाइन भनेर भन्छ यसरी यो कुराहरू भयो यो पनि 0 डिग्री यो कस्तो रेखा हो त उत्तरदेखि दक्षिणमा खिचेका रेखा के हुन्छन् त देशान्तरीय लाइन हुन्छन् भन्ने कुरा बुझ्नु पर्यो अक्षांश रेखा पूर्वदेखि पश्चिम देशान्तर भनेको के त उत्तरदेखि दक्षिण भनेर यसरी भन्नुहोस् र त्यसपछि यी रेखाहरू यसरी खिचिएका हुन्छन् तपाईले देख्नु भयो होला ग्लोबमा हेर्नु भयो होला यसरी खिचिन्छन् है यो पूर्वतिर रहेका छन् भनेपछि यो भनेका के हो त पूर्वी देशान्तर रेखा यसलाई के भन्ला पूर्वी देशान्तर रेखा पूर्वतिर छन् भने पूर्वी देशान्तर रेखा हैन त्यसपछि पश्चिमतिर छन् भनेपछि त्यसलाई के भन्ला त पश्चिमी देशान्तरीय रेखा भनेर भन्ला हैन पश्चिममा रहेको रेखाहरूलाई के भन्देला त पश्चिमी देशान्तरीय रेखा भनेर भन्छ यसरी यो मानौ यसरी खिचिएका छन् यी रेखाहरू भनेको के हुन्छ पश्चिमी देशान्तरीय रेखा रेखा अब यो पश्चिमी देशान्तर रेखा कति टोटल देशान्तरीय रेखा कति हुन्छन् त भन्यो भने यो देशान्तरीय रेखा चाहिँ फेरि यहाँबाट यसरी घुमिरहँदाखेरि यहाँ पुग्दासम्म 180 हुन्छन् यसरी यहाँसम्म 180 यहाँबाट पनि यतातिरबाट पनि 180 जस्तै यो तपाईको 1 2 3 4 5 गर्दै गर्दै यतातिर 180 यतातिर पनि 1 2 3 4 गर्दै गर्दै यतातिर पनि 80 वटा 80 80 तब 180 180 गरेर यताबाट 180 यताबाट 180 पूर्वतिर पनि 180 पश्चिमतिर पनि 180 गरेर यो देशान्तर लाइनहरू है देशान्तर लाइन कति हुन्छन् त भन्यो भने देशान्तर रेखा कति हुन्छन् त जम्मा
तपाईँको यहाँ कतै टुङ्गिने कुरो भएन, पोइन्ट हुने कुरो भएन। कति त 180 प्लस 180 गरेर टोटल कति 360 वटा रेखाहरू देशान्तर रेखा हुन्छन् र भन्नु। र यिनीहरूको बिचमा पनि यो जति 1 डिग्रीदेखि 2 डिग्रीको ग्यापमा 60 मिनट लाइन हुन्छन्, मिनट लाइन पनि 60 नै हो। तर दूरी कति हुन्छ त यो यिन दुईको भन्यो भने अलि फरक हुन्छ। यसमा 111.32 किलोमिटर हो, तर वास्तवमा भन्नुपर्दा त्यति नै हो, 111 किलोमिटर नै यिनीहरूको रहन्छ। तर यो दूरी निर्धारण गर्नको लागि प्रयोग नगरेर देशान्तर रेखाहरू के को लागि त समय निर्धारणको लागि प्रयोग हुन्छन्। समय निर्धारण गर्नको लागि यो के हुन्छन् प्रयोगमा ल्याइन्छ कुन रेखाहरू देशान्तर रेखाहरू। अब यो भयो हाम्रो देशान्तरको कुराहरू। अब हामी के पढ्न गइरहेछौँ त अवस्थिति। के अवस्थिति? नेपालको अवस्थिति कहाँ छ भन्ने कुरा पढ्न गइरहेका छौँ। नेपालको अवस्थिति पढ्ने क्रममा कहाँनिर रहेको छ त नेपाल भनिरहँदाखेरि यो अवस्थितिको कुरा। अब अवस्थिति कहाँनिर हो त भनिरहँदाखेरि अब मलाई ध्यान दिएर हेर्नुहोस् है साथीहरू। अब अवस्थितिको कुरा गरिरहँदाखेरि नेपाल कुन चाहिँ गोलार्धमा बसिरहेको छ भनेर कहिले प्रश्न सोधिरहँदाखेरि नेपाल कुन गोलार्धमा अवस्थित छ भनिरहँदाखेरि के भन्नुहुन्छ साथीहरू तपाईँहरू? कुन गोलार्धमा छ नेपाल? नेपाल दक्षिणी गोलार्धमा छ कि उत्तरी गोलार्धमा छ? म्युट गर्नुहोस् त है, तपाईँले डिस्टर्ब गर्दै हुनुहुन्छ। दिनुजी तपाईँको माइक्रोफोन अन छ अनि क्यामेरा पनि अन छ है सर। तपाईँको दिनुजी नेट स्लो छ सुनिरहनु। कि मेरो नेट स्लो छ सर? तपाईँहरूको नेट स्लो हुनुपर्छ जस्तो लाग्छ। मैले सुनेको बुझिरहनु भएको छ कि छैन? तपाईँहरूले सुनिरहनु भएको छ? होइन र सर, नेट तपाईँहरू त मेरो माइक्रोफोन त्यति साउन्ड अलिक क्लियर आइरहेको छ। होइन, तपाईँहरूको यहाँबाट क्लियर नै आउनु पर्ने हो। ल तपाईँहरू म्युट गर्नुहोस् त है। कतिजना साथीहरूले म्युट गर्नु भएको छैन माइक्रोफोन, नत्र भने म रिमुभ गरिदिन्छु यहाँदेखि। सुशीलजी मलाई तपाईँहरूले होस्ट गरेर दिनुहोस् त, मलाई होस्ट बनाइदिनुहोस् त। या तपाईँहरू धेरै हल्ला गर्दै हुनुहुन्छ, हल्ला गऱ्यो भने है गाह्रो हुन्छ। सुशीलजी सुनिरहनु भएको छ? मलाई होस्ट बनाइदिनुहोस् है। ल अब हेर्नुहोस् त अवस्थिति कता छ भनेर भनिरहँदाखेरि नेपाल कुन चाहिँ गोलार्धमा छ भनेर प्रश्न गर्यो भने कुन गोलार्ध हो नेपालको भन्यो भने नेपाल कुन गोलार्धमा अवस्थित छ भन्यो भने नेपाल कुन गोलार्ध हो त? नेपाल हो उत्तरी गोलार्ध है, उत्तर पूर्वी गोलार्ध। कुन हो त? उत्तर पूर्वी गोलार्ध हो। नेपालको अवस्थिति कहाँ हो त? उत्तर पूर्वी गोलार्ध हो। यो त गोलार्धको मात्र भयो। कुन चाहिँ गोलार्धमा छ भन्यो भने उत्तर पूर्वी गोलार्ध हो। यति नै यो गोलार्धको कुरा भयो। साथीहरू तपाईँहरूले म्युट गर्नुहुन्छ कि गर्नुहुन्न तपाईँहरूलाई भन्नुहोस् त। सुजिताजी, विनुजी तपाईँको माइक्रोफोन म्युट गर्नुहोस् त। तपाईँहरूको ब्याकग्राउन्ड साउन्ड आइरहेको छ। ल मैले रिमुभ गरिदिएँ है। ल हस्। एक्सक्युज मी सर। हजुर उमाजी, हजुर भन्नुहोस् त उमाजी। अहिले पनि भनिदिनुहोस् न नेपालीबाट। केस नै ए नेपालीबाट इङ्ग्लिसबाट भनिदिनु। ए हुन्छ है, म भनिरहेको छु हेमिस्फियरको कुरा गरिरहेको छु। अघि नै भने ल्याटिट्युड लङ्गिट्युडको कुराहरू गर्दैछु। कुन चाहिँ गोलार्ध, कुन चाहिँ हेमिस्फियरमा नेपाल पर्दछ भन्यो भने नेपाल कुन हेमिस्फियर हो? हेमिस्फियर कसरी छुट्याएको छ त भन्दाखेरिमा नर्दर्न हेमिस्फियर र साउदर्न हेमिस्फियर भनेर भन्छ। कुन चाहिँ गोलार्धमा हो? पृथ्वी गोलो छ, त्यो गोलो पृथ्वीको कुन चाहिँ भागमा छ भनेर भनिरहँदा नेपाल छ उत्तर पूर्वी। भन्नुको अर्थ नेपाल कहाँ रहेछ? उत्तर र पूर्वी। भन्नुको अर्थ हामीले उत्तरको कुरा गर्यो, के उत्तर र दक्षिण केले छुट्याउँछ? देश अक्षांश रेखाले उत्तर र दक्षिण छुट्याउँछ। अर्थात् ल्याटिट्युड लाइनले उत्तर र दक्षिण, नर्थ र साउथ छुट्याउने भनेको ल्याटिट्युड लाइन हो। भनेपछि नेपाल चाहिँ कहाँ रहेनछ त? हामी दक्षिणमा छैनौँ। यो दक्षिणमा भनेको यो हो कि होइन? यहाँ हामी रहेछौँ त? यहाँ हामी रहेनछौँ। योभन्दा तल हामी कहीँ पनि छैनौँ भन्ने कुरा भयो। हाम्रो लोकेसन यहाँ छैन। तर अब ध्यान दिएर हेर्नुहोस् है, ध्यान दिएर हेर्नुहोस्। अब त्यसपछि के छ? उत्तर भन्छ हामी कहाँ छौँ? यो उत्तरी भेगमा छौँ। यतातिर होला, यतातिर होला, जहाँ छौँ हामी कहाँ छौँ? उत्तरमा छौँ। अब उत्तरको पनि कहाँ भनिदिनु रहेछ? उत्तरमा त उत्तरको पूर्वी गोलार्ध भन्छ। उत्तरको पनि कुन गोलार्ध? पूर्वी गोलार्ध। यो उत्तरको पूर्वी गोलार्ध छुट्याउने भनेको कुन चाहिँ रेखा हो त? यो बीचमा खिचिएको रेखा प्रधान मध्याह्न रेखाले के गर्दछ त? उत्तर र पूर्वी, पूर्व र पश्चिम छुट्याउँछ। उत्तर छुट्याउने, उत्तर र दक्षिण छुट्याउने भनेको यो बीचको अक्षांशीय रेखा भने पूर्व र पश्चिम छुट्याउने भनेको प्रधान मध्याह्न रेखा। हामी कहाँ रहेनछौँ भने यो पश्चिम साइडतिर रहेनछौँ भन्ने कुरो बुझ्यो। यो पश्चिम साइडतिर हामी रहेनछौँ भन्ने कुरो हाम्रो के भयो त? बुझ्यो। यतातिर हामी छैनौँ भनेपछि हामी कहाँ रहेछौँ त? हामी छौँ त ठ्याक्कै कि यो गोलार्धमा छौँ है, यो बीचको गोलार्धमा छौँ भन्ने कुरो बुझियो है। कहाँ रहेछौँ त हामी? अब यहाँको पनि यतातिर हो कि यतातिर हो कि यतातिर, यहाँ हो कि यहाँ हो कि कहाँ हो भन्ने कुरा थाहा छ त? छैन है।
अब यहाँ कहीँ पनि हामी कहाँ छौँ भन्ने कुरो थाहा छैन। अब त्यता यो पछाडि यतातिर अहिले पो यो 3D स्ट्रक्चर छैन होइन, यतातिर यो यतातिरको भागमा छ कि कता छ भन्ने कुरो हामीलाई के अहिले त थाहा भएन। थाहा चाहिँ लोकेसन कहाँ हो भन्ने कुरा चाहिँ गोलार्ध चाहिँ थाहा भयो, उत्तर पूर्वी गोलार्ध हो, जहिले उत्तरी गोलार्ध, अक्षांश जहिले उत्तरी है, अक्षांश जहिले हामी के हो त, अक्षांश हामी उत्तरी भयो, र गोलार्ध हामी सरी देशान्तर हामी के भयो त पूर्वी हो। देशान्तर देशान्तर कुन रेखाले छुट्याउने हो, प्रधान मध्याह्न रेखाले। प्रधान पूर्वी हो कि पश्चिम हो भन्यो भने त हामी त पूर्वीतिर छौँ भने हाम्रो सबै लोकेसन नेपालको के हो त पूर्वी गोलार्धमा रहेको छ भन्ने कुरा बुझ्नु पर्यो। अब त्यसपछि कोअर्डिनेट, अब अब के भन्नुहुन्छ एक्ज्याक्ट लोकेसन कुन, हजुर भन्नुहोस् त। सर यो बोर्डको ब्राइटनेस कम भएको कि मेरोमा मात्रै हो यस्तो? होइन, बोर्डको ब्राइटनेस त एकदमै बढी छ साथीहरू, तपाईँहरूको कम भएको हो कि? हेर्नुहोस् त, भन्नुहोस् त साथीहरू है। अब कहाँनिर छ त भन्यो भने कोअर्डिनेट्स थाहा हुनु पर्यो हामीलाई। त्यो भनेको के हो त, देशान्तरीय कोअर्डिनेट्स र अक्षांशीय कोअर्डिनेट थाहा हुनु पर्यो। अब अक्षांशीय कोअर्डिनेटको कुराहरू गरिरहँदाखेरि अक्षांश अर्थात् हाम्रो तपाईँको जुन ल्याटिट्युड लोकेसन कति रहेको छ भन्यो भने तपाईँको 26 डिग्री 22 मिनेटलाई यसरी अङ्कित गर्दछ। 26 डिग्री 22 मिनेटदेखि तपाईँको कति त भन्दाखेरिमा 30 डिग्री 27 मिनेट अक्षांश जहिले नेपाल कुन अक्षांश भन्यौँ, अक्षांश त हामी दक्षिणमा छँदै छैनौँ कि यहाँ छँदै छैनौँ, कहीँ छैनौँ भनेपछि अक्षांश जहिले के हुन्छ उत्तरी अक्षांश। ध्यान दिनुहोस् है, त्यो छ उत्तरी अक्षांशमा छौँ भनेपछि अब हामी खोजौँ त यहाँ, अब यो कहाँनिर छ त यो 26 डिग्री 32 मिनेट भन्छ। म डिग्री डिग्री देखाउँछु, त्यसपछि म्यापमा लगेर तपाईँलाई देखाउँछु अगाडि कहाँनिर छ त नेपाल भनिरहँदाखेरि 26 डिग्री। अब यसरी अक्षांश बढिरहँदाखेरि यो भनेको त पूर्व पश्चिम यसरी खिचिएका रेखाहरू यी अक्षांशै रेखा हुन्। अब यहाँ 1 2 3 गर्दै गर्दै यहाँ 26 डिग्री होला। मानौ मैले यो रेखालाई, यो रेखा 26 डिग्री हो, यो रेखा कति हो त 30 डिग्री हो भनेपछि नेपाल चाहिँ यो रेखा अन्तर्गत रहने भयो। यो रेखा अब यतातिर त हुने कुरो भएन, यो बिचमा हुने हो। अब कहाँ हुने हो, अब कहाँ रहेछ त, यहाँ रहेछ। यता पनि रहेनछ, यता पनि रहेनछ, यता पनि रहेनछ। हजुर हजुर भन्नुहोस् त। अलिक बिस्तारै बोल्नु नि, छिटो बोल्नु। साह्रो पो भयो। यस सर, टिप्नु गाह्रो हुन्छ यसरी त सर। भैया फिर संभालने पर 9 10 में से मैं भी नहीं काम लगे कहाँ हल्ला हुँदैछ साथीहरू, हल्ला चाहिँ नगर्नु। के छ भने सोधौँ है। नाम नलेखेर आउनु भएको छ कसले, मैले टेक्नो नेमबाट आएको छु, मैले रिमुभ गरिदिइहालेँ। हल्ला नगरौँ है, अरूलाई डिस्टर्ब हुन्छ। अब हेर्नुहोस् त कहाँ छ भन्ने कुरा हामीलाई थाहा। अब कसरी थाहा पाउने त, यो कोअर्डिनेटले थाहा पाउने। 26 डिग्री जस्तै 1 डिग्री 2 डिग्री गर्दै गएको छ। मानौ मैले अब यो 26 वटा लाइन खिच्ने त्यत्रो अब सकिन्न, यहाँ तपाईँहरूको के छ त भन्ने देखाउन सकिन्न। मैले एउटा लाइनलाई कति 26 डिग्री, यो लाइनलाई कति माने 30 डिग्री माने भनेपछि अब नेपाल चाहिँ यो बिचमा छ भनेर भन्न सक्यो। कुन त, यो 26 डिग्री 30 मिनेट लाइनमा यसरी पृथ्वीमा हेऱ्यो भने तपाईँले नत्र भने ग्लोब हेरेर हेर्न सक्नुहुन्छ, ठ्याक्कै यो भित्र रहेछ। अब यहाँदेखि यहाँसम्म पनि होला, यतादेखि यहाँसम्म होला। यो पृथ्वी त हाम्रो 3D मा गयो भन्दा यस्तो यतातिर पछाडि भागमा पनि होला, कहाँ हो भन्ने कुरो भयो। अब त्यसपछि यो त हामीले के छुट्यायौँ त, उत्तर र दक्षिण छुट्यायौँ। उत्तर र दक्षिण कहाँदेखि कहाँसम्म होला भन्यो, यहाँ माथि रहेनछ, यहाँ रहेनछ, यो बिचमा रहेछ। अब यहाँ बिचमा पनि यहाँ हो कि यहाँ हो कि यहाँ हो कि यहाँ हो कि कता हो भन्ने कुरा थाहा भएन। योभन्दा पछाडि पो हो कि होइन, कता हो भन्ने कुरा थाहा भयो त भएन। अब हामीले छुट्याउने कसरी त भन्दाखेरिमा त्यो छुट्याइदिने रेखा भनेको कुन रेखा हुन् त भनिरहँदाखेरि पूर्व र पश्चिम, यो त उत्तर र दक्षिण छुट्यायो कुन रेखाले, अक्षांशीय रेखाले अर्थात् ल्याटिट्युड लाइनले। अब त्यसपछि देशान्तर रेखाले के छुट्याइदिन्छ, नेपालको सिमाना पूर्व र पश्चिम छुट्याइदिन्छ। देशान्तर भनेको कति हो त 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर। देशान्तर जहिले के हुन्छ पूर्वी हुन्छ भनेर हामीले अघि भनिसक्यौँ। किन त, देशान्तर भनेको यो बीचको प्रधान मध्याह्न रेखाले छुट्याउने हो। यो बीचको प्रधान मध्याह्न भने त हामी त यता छौँ त छैनौँ, यहाँ मैले सब काटिसकेँ। हेर्नुहोस् त, यहाँ सब मैले काटिसकेँ, यता छैनौँ भनेपछि यतै नै हो। अब दक्षिणमा त अक्षांश हेर्ने, यो हेर्ने कुरो भएन। यतातिर हामी कहाँ छौँ त पूर्वको। अब यहाँ गर्दाखेरि यहाँ पनि 1 डिग्री 2 डिग्री 3 डिग्री गर्दै गएको छ यसरी। हजुर, देशान्तर भनेको लङ्गिट्युडनल लाइन। लङ्गिट्युडनल लाइन त्यस्तो लङ्गिट्युडनल लाइन जो चाहिँ पृथ्वीको ठ्याक्कै बीचबाट उत्तरी गोलार्धदेखि दक्षिणी गोलार्धमा खिचिएको रेखा, अर्थात् नर्थ पोलदेखि साउथ पोलमा, सरी
नर्थ पोलदेखि साउथ पोलसम्म खिचिएको रेखा हो। कुरो बुझ्नुभयो? बुझेँ सर। बुझ्यो सर। ए, टोटल्ली हजुरले नेपालीमा भन्दाखेरि त ब्ल्याङ्कै हुन्छ कि अलिअलि इङ्ग्लिसमा नि एक्सप्लेन गरिदिनु भयो भए सजिलो हुन्थ्यो। ठिक छ, म केही बुझेको छैन अनि त्यहाँभित्रको कन्टेन्ट त कसरी बुझ्नु त इङ्ग्लिसमा एक्सप्लेन गरिदिनु भएन भने त। तपाईँ के को तयारीको लागि भन्नुहोस् त? आरबिबीकै तयारीको लागि हो, त्यही याद थियो। ए ल ठिक छ, केही छैन, म भन्छु। अब यस्तो भयो, नेपालीबाट एक्सप्लेन गरिदिनु भएको थियो। आई थिङ्क त्यो भयो। क्लियर व्हाइट बोर्ड पर ठिक छ, आइदिनुहोस् न। त्यही हो, टोटल्ली नेपाली भयो कि म त ब्ल्याङ्कै जस्तो भएँ। ए ल ठिक छ। अब मैले नेपाली र इङ्ग्लिस दुइटै भन्न खोजी प्रयास गरेको छु। अब लङ्गिट्युड लाइन, तपाईँको ल्याटिट्युड लाइनहरू, नर्थ पोल साउथ पोलको कुरा इङ्ग्लिसमै हो होइन, इस्ट वेस्ट नेपालीमै हो होइन। यो इङ्ग्लिसबाट पढिरहेको यो अब आछ्यान्तर देशान्तर भनेर त सबै बिर्सिसक्यो नि त, अनि त्यही भएर हो। ल ठिक छ। आछ्याङ्स भनेको मैले अघि नै भने ल्याटिट्युड भन्छ, यसलाई भन्छ लङ्गिट्युड। अब बानी पारौँ, यो त नेपालीमै सोध्छ नि त जिके त थोरै है। ल केही छैन, अब तपाईँले नबुझेको कुराहरू भन्नु होला। अब यो के भयो त भन्दाखेरिमा यो लङ्गिट्युडनल लाइन भनेको अर्थात् देशान्तरीय लाइन भनेको पृथ्वी नर्थ पोलदेखि साउथ पोलमा ठिक पृथ्वीको बिचबाट दुईटा वेस्ट र इस्ट अर्थात् पूर्व र पश्चिम छुट्याउने गरी खिचिएको रेखा हो। एउटा काल्पनिक रेखा, इमेजिनरी लाइन हो। त्यो लाइन हो के हो त? त्यो लाइन हो हाम्रो प्रधान मेरुदण्ड रेखा, जसलाई हामीले प्राइम मेरिडियन लाइन पनि भन्दछौँ। कुरो बुझिरहनु भएको होला यतिसम्म? अब त्यसमा नै त्यसले छुट्याइसकेपछि हामी कतातिर छैनौँ त? हामी वेस्टतिर छैनौँ, अर्थात् तपाईँको जुन पश्चिमी गोलार्धमा रहेका छैनौँ भनेपछि हामी कता छौँ त? पूर्वतिर नै छौँ। देशान्तर अर्थात् लङ्गिट्युडनलले छुट्याउने भनेको के हो त? पूर्व र पश्चिम छुट्याउने हो, इस्ट र वेस्ट छुट्याउने हो भनेपछि हामी कता छौँ? इस्टमै छौँ। त्यसैले गर्दा देशान्तर जहिले जुनसुकै लोकेसन पनि। अब यहाँ हेर्नुहोस् त, कोअर्डिनेट्सहरू दिएको छ 80 डिग्री 04 मिनेटदेखि 88 डिग्री 12 मिनेट भनेर भन्छ। अब 1 2 3 यसरी तपाईँका जुन बढ्दै जान्छ, यतातिर पनि 180 हुन्छ। मैले पनि अघि नै भने 180 कति त 360 हुन्छ, यतातिर पनि 1। अब यसरी गरिरहँदाखेरि अब यहाँ मैले 80 वटा लाइन त खिच्न सक्दिनँ अहिले। म यो 3 नम्बरलाई अहिले 80 डिग्री मान्छु र 4 को लागि मैले 88 डिग्री मान्छु भनेपछि नेपाल कुनमा रहेछ त भन्दाखेरिमा यो लाइनको भित्र रहेछ भन्ने कुरो बुझिन्छ। भनेपछि यहाँ पूर्व र उत्तर र दक्षिण त अघि नै हाम्रो नर्थ एन्ड साउथको त हाम्रो आछ्याङ्सीय कोअर्डिनेट्सले हामीलाई पत्ता लगाइसक्यौँ यो बिचमा रहेछ भन्ने कुरो। अब हामी कहाँ रहेछौँ त भने वेस्टर्न, तपाईँको इस्ट र वेस्ट केले छुट्यायो त? लङ्गिट्युडले छुट्यायो। यसमा चाहिँ हामी कहाँ छौँ त? ठ्याक्क यो भित्र। अब आयो नेपाल। नेपालको म्याप यसरी नेपाल हामीले पृथ्वी हेर्दाखेरि हाम्रो तपाईँको ओल्ड म्याप हेर्दाखेरि अर्थात् ग्लोब हेर्दाखेरि यसरी नेपाल यतातिर बनेको देखिन्छ। यो हो। त्यसैले गर्दा हाम्रो लोकेसन कहाँ हो भनेर भन्यो भने यसरी हेरिने हो क्या तपाईँको लोकेसन। जस्तै यो भनेको तपाईँ कुन हेमिस्फियरमा पर्छ? नर्दर्न हेमिस्फियरको इस्ट साइडतिर, उत्तरको पूर्वी गोलार्ध भन्यो अर्थात् तपाईँको के छ त? नर्थ वेस्ट नर्थ इस्ट तपाईँको के त हेमिस्फियरमा भन्यो होइन। यसरी चाहिँ यो बुझ्ने कुरा हो के। कुरो बुझिन्छ? मैले तपाईँलाई बुझाउनु पर्ने कुरो यति नै हो, लोकेसन। तर तपाईँहरूले अझै राम्ररी बुझ्नुहुन्छ कि भनेर मैले म्याप चाहिँ तपाईँहरूको लङ्गिट्युड ल्याटिट्युड भनेको के हो होइन, यसका तपाईँहरूको दूरी कति हुन्छ, डिस्टेन्स कति हुन्छ 1 डिग्रीको ग्यापमा, समय कति हुन्छ भन्ने कुरा तपाईँलाई बुझाउन चाहेको। जस्तै अब मैले अघि नै भने यो लङ्गिट्युडनल अर्थात् तपाईँको देशान्तर लाइन चाहिँ तपाईँको टाइम क्यालकुलेसन अथवा टाइम निर्धारणको लागि प्रयोग हुन्छ। जस्तै कुनै पनि देशको प्रमाणिक समय होइन निर्धारण गर्नको लागि, जस्तै नेपालको होइन समय निर्धारण गर्नको लागि तपाईँको प्रयोग हुन्छ। अनि आछ्याङ्स भनेको के त? दूरी डिस्टेन्स क्यालकुलेसन गर्नको लागि होइन, डिस्टेन्स क्यालकुलेसन गर्नको लागि निर्धारणको लागि प्रयोग हुन्छ भनेर यसरी भन्छ। अनि त्यसो भनेपछि त सर अघि नै दूरीको कुरा गर्दाखेरि 1 डिग्रीको ग्यापमा चाहिँ 111 किलोमिटर हुन्छ भन्नुभएको छ। अनि 1 डिग्रीको बिचमा जस्तै 1 डिग्री त 2 डिग्री लाइन छ, यसको बिचमा कति डिग्रीको अन्तर भयो? 1 डिग्री भयो। 1 डिग्रीको बिचमा कति चाहिँ तपाईँको समय हुन्छ सर यसको डिस्टेन्समा भन्यो भने यो भनेको कति मिनट हो? 4 मिनटको अन्तर भेटिन्छ। कति मिनटको? 4 मिनट। अर्थात् तपाईँ यहाँनिर उभिनु भएको छ, तपाईँको साथी यता छ भने, राम यता सीता यता छ भने यो कति छ त? डिस्टेन्स भनेको 111 किलोमिटर भयो र 111 किलोमिटरको डिस्टेन्समा तपाईँ कति मिनटको अन्तर भेटिने भयो त? 4 मिनट फरक भेटिन्छ।
अर्थात् पूर्वमा भयो भने चलाक हुन्छ, पश्चिममा भयो भने तपाईँको के हुन्छ त ढिला हुन्छ भनेर भन्छ है, फास्ट हुन्छ है। वेस्टमा फास्ट हुने हो अनि तपाईँको सरी इस्टमा फास्ट वेस्टमा लेट हुन्छ है, यो कुरो पनि बुझ्नुहोस्। जति हामी पूर्वतिर गयौँ इस्टतिर गयौँ त्यति नै समय चलाक हुँदै जान्छ, फास्ट हुन्छ भने यतातिर जाँदाखेरि कति हुन्छ त लेट हुँदै जान्छ। त्यसैले नेपाललाई भन्दा अगाडि देशान्तर लाइनले भारतलाई छुन्छ, भारतको भन्दा नेपालको समय कति चलाक छ त 15 मिनेटले चलाक छ भारतको भन्दा। तपाईँले टाइम पनि हेर्न सक्नुहुन्छ, आफ्नो मोबाइलमा देखाउँछ पनि है। कुरो बुझ्नुभयो साथीहरू? यो कुन चाहिँ लोकेसनमा रहेछ नेपाल? लोकेसन के रहेछ? अक्षांश, देशान्तर, लङ्गिट्युड र ल्याटिट्युड हो। अब मैले तपाईँलाई अब याद गर्न सिकाउँछु, यो त तपाईँले बुझ्ने कुरो भयो कस्तो हो नर्थ तपाईँको यो सबै कुरो। अब तपाईँले याद गर्नु पर्यो लोकेसन या कसरी याद गर्ने, अवस्थिति याद गर्नु पर्यो। अर्थात् लोकेसन तपाईँको कसरी याद गर्ने भनेर भन्छ है। यो लोकेसन याद गरिरहँदाखेरि तपाईँले ख्याल गर्नुपर्ने कुरा कहाँनिर छ त भन्ने कुरा त्यही नै हो है। तपाईँको के छ त अक्षांश, अक्षांशीय लोकेसन कति जसलाई हामीले के भन्छौँ ल्याटिट्युड भन्छ है। ल्याटिट्युड लोकेसन कति, त्यसपछि हाम्रो के छ त देशान्तर, फेरि देशान्तर, देशान्तर भनेको के हो त लङ्गिट्युड है। लङ्गिट्युड लोकेसन कति हो भनेर भन्ला, ठिक छ। कति थियो साथीहरू लङ्गिट्युड र ल्याटिट्युड? अब याद गर्ने कसरी भन्यो भने सजिलै छ यो सूत्र याद गर्नको लागि। अक्षांश भनेको तपाईँको कति छ त भन्दाखेरिमा मैले लेखिदिन्छु यहाँ अगाडि, त्यसपछि सिकाउँछु। 26 डिग्री 22 मिनेटदेखि तपाईँको कति त 30 डिग्री 27 मिनेट के छ त अक्षांश, अर्थात् तपाईँको ल्याटिट्युड जहिले पनि के हो त हाम्रो उत्तरी हो। अक्षांश मैले अघि पनि लेखेँ, अब पनि लेखिरहेको छु, अब पनि तपाईँ भुल्नु भएन। अब सम्झिँदाखेरि कसरी गर्ने त, यो हामी राइमिङ मेथड अनुसार पढ्छौँ यसलाई याद गर्नको लागि। अक्षांश, अक्षांश हामीले यो उच्चारण गरिरहँदाखेरि अक्षांश, अक्षांश हामीले उच्चारण गरिरहँदाखेरि छ पनि उच्चारण गरिरहेछौँ। अक्षांश छ है, हेर्नुहोस् त के उच्चारण गरिरहेछौँ अक्षांश, अक्षांश छ उच्चारण गरिरहेछौँ। 6 बाट 26 कति डिग्री, 26 डिग्री भन्ने बुझ्नु पर्यो। 26 डिग्री अक्षांश छ 26 अगाडि छुट्याउनु परेको परेन, 30 हो कि अगाडि 26 हो कि 80 हो कि अक्षांशमा 88 हो कि कति हो त भन्ने कुरा। अक्षांश छ 26 22 अक्षांश 22 भनेपछि हाम्रो के छ त स 22 26 डिग्री 22 मिनेटदेखि। अब तपाईँले यति याद गर्नुभयो भने पछाडिको आफै स्वत हामीले निकाल्न सक्छौँ। त्यो कसरी सर भन्ने होला, त्यो 26 डिग्रीमा तपाईँले मात्र तपाईँले 4 जोडिदिनुहोस् र तपाईँको 22 डिग्रीमा सरी 22 मिनेटमा कति जोडिदिनुहोस् 5 जोडिदिनुहोस्। 26 मा 4 जोड्दाखेरि कति हुन्छ 30 डिग्री हुन्छ भने 22 मा तपाईँको कति जोड्दाखेरि 5 जोड्दाखेरि कति हुन्छ 27 मिनेट। अब यो अक्षांश जहिले के भनेका छौँ त, अक्षांश जहिले हामीले के भन्यौँ उत्तरी अक्षांश भनेका छौँ। अब यदि तपाईँ भुल्नु पनि भयो भने, अब यदि तपाईँ अक्षांशको लोकेसन के हो त है, ल्याटिट्युड तपाईँको लोकेसन के हो त तपाईँको हैन, तपाईँको उत्तर हो कि दक्षिण हो भन्ने कुरा भुल्नै भयो मानौँ है। अब मैले म्यापमा त देखाइसकेँ, त्यहाँ ग्लोब नै बनाएर देखाएँ, अझै पनि तपाईँ भुल्नुभयो भने हामीले के गर्न सकिन्छ भने हाम्रो तपाईँको पूर्व एउटा पश्चिम एउटा उत्तर र दक्षिण भनेर कतिवटा छन् त 4 दिशा छन्, डाइरेक्सन 4 डाइरेक्सन छ। त्यो 4 डाइरेक्सनको कुराहरू गर्ने हो। अब यसमा पनि हामीले हेर्ने त्यही नै हो, कुन चाहिँ हो त उत्तर हो कि पूर्व हो कि पश्चिम हो भनिरहँदाखेरि अक्षांश पूर्व पश्चिम उत्तर दक्षिण कुन हो भन्यो भने अब हामी के हेर्छौँ भने जस्तै तपाईँले स्वर वर्ण र व्यञ्जन वर्ण भन्ने सुन्नु भएको छ साथीहरू? सर यो के भन्नुहुन्छ भन्ने हुन्छ, फेरि यहाँ तपाईँहरू धेरै साथीहरू फरक फरक हुनुहुन्छ है। के छ त भने जस्तै भोइल साउन्ड र अर्को के भन्छ कन्सोनेन्ट साउन्डको कुराहरू गर्छ। त्यस्तै यहाँ अक्षांश भनेको अ आको, यसलाई हामीले के भन्छौँ स्वर वर्ण छ। अ आको यो आ भनेको स्वर वर्ण हो भने 4वटा दिशामा अ आको अक्षर भनेको के छ त उ मात्र हो। त्यसैले यसरी पनि हामीले यसरी अक्षांश भन्ने बित्तिकै पूर्व पश्चिम उत्तर दक्षिणमा कुन हो भन्यो भने
यो पनि क ख को अक्षर, यो पनि क ख को, प पनि क ख को नै भित्र नै पर्यो, द पनि क ख को, प पनि परिहाल्ने हो। ऊ चाहिँ के को त अ आको अर्थात् स्वर वर्ण अन्तर्गत पर्ने हो। त्यसैले अक्षांश भन्ने बित्तिकै चारवटा दिशामा उत्तर हो भनेर यसरी हामीले ब्रेकडाउन पनि गर्न सक्छौँ। त्यसैले अक्षांश के भयो त उत्तरी अक्षांश भनेर यसरी सम्झिने है। अब त्यसपछि देशान्तर कति छ? देशान्तर मैले अघि पनि लेखेँ। देशान्तर 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर भनेर भनेको छु। पूर्वी देशान्तर है। देशान्तर के छ त पूर्वी देशान्तर छ। अब यसलाई सम्झिँदाखेरि कसरी सम्झिने भने यसको पनि सुरुको याद भयो भने तपाईलाई अर्को सहजै याद हुन्छ। पूर्वी देशान्तरको कुरा, यो देशान्तर पढ्दाखेरि एउटा तपाईको रिफरेन्स लियौं, अचार भन्ने रिफरेन्स लियौं। अचार, यो अचारबाट के आउँछ त भने अबाट 80, 4 बाट 4 है। यो भनेको के त 80 भनेको 80 डिग्री 4 बाट कति त 4 मिनेट। देशान्तर के रहेछ त अर्थात् लङ्गिट्युडनल के भयो त 80 डिग्री 4 मिनेट। अब यति जानिसक्यो भने तपाईले सुरुमा पनि 8 जोड दिनुहोस् र 4 मा पनि कति जोड दिनुहोस् 8 जोड दिनुहोस्। 80 मा 8 जोड्दाखेरि 88 88 डिग्री भयो र 4 मा 8 जोड्दाखेरि कति मिनेट 12 मिनेट हुन पुग्यो। र के भयो त भन्दाखेरिमा र देशान्तर जहिले पनि के हो त क ख को व्यञ्जन वर्ण यता पनि के हुनु पर्यो व्यञ्जन वर्ण नै हुनु पर्यो। पूर्वी देशान्तर कुन देशान्तर? देशान्तर जहिले हामी के कुन लोकेसन देशान्तर अर्थात् लङ्गिट्युडनल हाम्रो लोकेसन भनेको के हो त पूर्वी देशान्तर हो भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। कुरा ख्याल गर्नुहोस्। यसरी हामीले सहजै याद गर्न सक्छौँ। यो भनेको ट्रिक हो, यो याद गर्ने तरिका है। सहजै हामीले अगाडिको यति याद गर्यो भने पछाडिको सहजैसम्म हामीले सम्झिन सक्छौँ भन्ने कुरा ख्याल गर्नु पर्यो है। त्यसो साथीहरू बुझिरहनु भएको छ कि छैन है? प्रतिक्रिया जनाउनुहोस् तपाईहरुले। सर हल्का इङ्ग्लिसमा पनि बिचमा भनिदिनु हौ, कस्तो बुझ्न त म। ओहो, यो तपाईहरु त्यही त समस्या छ। कोही नेपाली मात्र हुन्छ, कोही इङ्ग्लिस मात्र भयो। के चाहिँ बुझ्नु भएन त्यो चाहिँ भन्नुहोस् तपाईहरुले, म त्यो गराइदिइहाल्छु तपाईहरुलाई। भन्नुहोस् त। होइन क्या सर, जहिले अब इङ्ग्लिस पढेर आएको अनि त्यो नेपाली हल्का अप्ठ्यारो भएर क्या हामीलाई, त्यही भएर भनेको। अब तपाईहरु त्यही इङ्ग्लिसमा तपाईले के बुझ्नुहुन्न के बुझ्नुहुन्छ भन्ने कुरैकै दुविधा भयो के साथीहरु? कुरो बुझ्नुभयो? ए ल अब कहाँनिर छ त? अब अघि नै हामीले एउटा तपाईको कसमा हेर्यौं त भन्दाखेरिमा विश्वको ग्लोबमा हेर्यौं, कहाँनिर रहेछ नेपाल भन्ने कुरा हेर्यौं। अनि हाम्रो के भन्यौ त जुन हाम्रो के छ त भन्दाखेरिमा देशान्तर अर्थात् अक्षांश अर्थात् के भन्छ त ल्याटिट्युड र लङ्गिट्युडको कुरा गर्यौं। ल्याटिट्युड भनेको चाहिँ हाम्रो जुन यसरी पूर्वदेखि पश्चिममा यसरी खिचिएका यी लाइनहरू हुन्, यसरी पूर्वदेखि पश्चिममा यो भनेको के हो त ल्याटिट्युड लाइनहरू हुन्। यो भनेको के हो त ल्याटिट्युड हो है। यो भयो भने यसरी उत्तरदेखि दक्षिणमा यसरी खिचिएका छन् नि यो लाइनहरूलाई के भनिन्छ त लङ्गिट्युड भनिन्छ। हो त्यही हाम्रो लोकेसन हामीले भनेको त्यही नै लोकेसन हामीले अघि नै के हो त छलफल गर्न पुगेका हौं है। अब के छ त भने यसमा चाहिँ अब नेपाल कहाँदेखि कहाँसम्म छ त है। त्यो होल म्यापमा अघि पुरा विश्वमा हेर्यो भने अहिले चाहिँ हामी के कसमा हेर्छौं त यसलाई हाम्रो के छ त भन्दाखेरि कहाँनिर छ त एक्ज्याक्टली भनिरहँदाखेरि हामीले अघि नै पढिरहँदाखेरि ल्याटिट्युड अर्थात् हाम्रो अक्षांशीय लोकेसन अक्षांशीय अवस्थितिको कुरा गरिरहँदाखेरि कुन अक्षांशमा छ भन्दाखेरिमा कुन ल्याटिट्युडमा छ भनिरहँदाखेरि हामीले के भनेका थियौं भने 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट पूर्वी इस्ट के त ल्याटिट्युड अर्थात् यान तपाईको के भन्छ त तपाईको यसरी लेख्दाखेरि यसरी लेखेको हुन्छ। तपाईको यहाँ देख्नुहोस् तपाईले हैन सरी अक्षांश त हाम्रो के त नर्थको हो त नर्थ भनेर यसरी लेख्छ अर्थात् हाम्रो पूर्वी देशान्तर नेपालीमा लेख्दाखेरि यसरी लेख्न सकिन्छ। ए नर्थ हेर्नुस् है पूर्वदेखि पश्चिममा हेर्नुस् है यो 28 डिग्री हैन 30 डिग्री ए नर्थ भनेर लेखेको छ। यहाँ नर्थ भनेको के हो त तपाईहरुको त्यही त बोल्नु भनेको। हेलो सुन्नु भएको हजुर सर। साथीहरुले? हजुर आयो सर आयो। यो लेख्दा यो आफै किन भइरहेको छ म
आफू अघि नै डिजिटल बोर्ड गयो, अहिले यो गयो। ल हेर्नुहोस् त, ल ठिक छ। अब के छ त भन्दाखेरिमा 26 डिग्री 22 मिनटदेखि 30 डिग्री 27 मिनट तपाईँको के त उत्तरी अक्षांश अर्थात् नर्थ ल्याटिट्युडमा छ भनेर भन्यो। अब यो अघि नै 26 डिग्री र 30 डिग्रीको कुरा मात्र गरेका थियौँ, मिनेटको कुरा गरेका थिएनौँ। अब मिनेटको कुरा पनि गरौँ। 1 डिग्रीको बिचमा कतिवटा मिनेट लाइन हुन्छ भन्यो? 60वटा मिनेट लाइन हुन्छ भन्यो। अब ठ्याक्कै हेर्नुहोस् त 26 डिग्रीले नेपाललाई छोको रहेछ त? यहाँ छोको छ त नेपाललाई? कहीँ छोको छ? छैन। तर 26 डिग्री भित्रको ससाना मिनेट लाइनहरू हुन्छन्। ससाना यसरी मिनेट लाइन कतिवटा खिचेका हुन्छन् 60 डिग्रीसम्म, अर्थात् तपाईँको 60वटा मिनेट लाइन हुन्छन् 1 डिग्रीको बिचमा। जस्तै यो 26 छ, यहाँ 27 होला होइन, यहाँदेखि एउटा जाला 27 होला। 26 देखि 27 को बिचमा यो 26 डिग्री होइन, यो 27 डिग्रीको बिचमा कति त 60वटा मिनेट लाइन खिचिन्छ, त्यसपछि मात्र 27 डिग्री आउँछ। जस्तै हाम्रो समयको जस्तै कुरा गरौँ न होइन, यसरी मिनेट लाइन खिचे आउँछ। त्यो कुन चाहिँ मिनेट लाइनले छोको रहेछ त नेपाललाई भने 26 डिग्री भित्रको कति डिग्री लाइनले? 22 मिनेट लाइनले। कतिौं मिनेट लाइनले? 22औं मिनेट लाइनले यसरी यहाँ तपाईँको मानौँ यहाँ छुन्छ, अलि तलले जानुपर्ने, म्याप बनाइरहँदाखेरि त्यो भयो। यो एरियातिर छुन्छ। यो एरियामा के छुन्छ त भन्दाखेरिमा यो कुन लाइनले छोयो त? 26 डिग्री भित्रको 22औं मिनेट लाइनले छोयो है। तपाईँको 22 मिनेट लाइनले यसरी छोयो। छोइसकेपछि यो भनेको के हो त? यो अब नेपालको सबैभन्दा दक्षिणी बिन्दु हो है। तपाईँले म्याप बनाइरहँदाखेरि सिधा म्याप बनायो भने यति फरक पर्छ कि उत्तर र दक्षिण छुट्याउँदाखेरि। सबैभन्दा नेपालको दक्षिणी बिन्दु कुन हो? तपाईँको साउथर्न पार्ट कुन हो भने दक्षिणी बिन्दु हो नेपालको। दक्षिणी बिन्दु कुन हो त भनिरहँदाखेरि झापाको लोधाबरी। झापाको कुन हो त? लोधाबरी। झापा जिल्लाको कुन ठाउँ हो त? लोधाबरी भन्ने ठाउँ नेपालको सबैभन्दा साउदर्न पार्ट हो। किन साउदर्न पार्ट हो भन्यो भने चाहिँ सबैभन्दा पहिले सबैभन्दा फर्स्टमा यो जुन अक्षांशीय रेखा अर्थात् ल्याटिट्युड लाइनले कसलाई छुन्छ त? यसलाई छुन्छ। यहाँ छोको छ? कहीँ छो छ? छैन। यो लाइनले छुयो, त्यसपछिको अर्कोले छोला, यहाँ त्यसपछि अर्कोले छोला भनेपछि सबैभन्दा पहिले छुने भनेको नेपालको कुन चाहिँ लोकेसनमा अक्षांशीय लाइनले अर्थात् कुन लाइन? अक्षांश अर्थात् तपाईँको ल्याटिट्युड लाइनले छुने भनेको कुन हो त? झापाको लोधाबरी फर्स्टचोटि छुने भनेको यहाँ हो। त्यसैले गर्दा यो नेपालको के भयो त? दक्षिणी बिन्दु भयो। अब उत्तरी बिन्दु, दक्षिण र उत्तरी छुट्याउने केले हो त? ल्याटिट्युड लाइनले उत्तर र दक्षिण छुट्याउँछ। भनेपछि उत्तरी बिन्दु कुन हो त भन्यो भने हेर्नुहोस् है, 30 डिग्री छ कि छैन? 30 डिग्री, यहाँ 30 डिग्री 30 डिग्री छ। अनि 30 डिग्री भन्दा बाहिर पनि छ कि छैन? 30 डिग्रीले नेपाललाई राम्रोसँग छोको छ, राम्रैसँग छोको छ 30 डिग्रीले है। 30 डिग्रीले के गरेको छ? राम्रैसँगले नेपाललाई छोको छ भन्ने कुरा बुझ्नु पर्यो है। कुरो सुनिरहनु भएको छ साथीहरू? त्यसपछि यो तपाईँहरूको कुरा गरिरहँदाखेरि 30 डिग्रीले राम्रैसँग छोको छ। त्यसपछि अझै बाहिर पनि नेपाल छ के? हेर्नुहोस् त, यहाँ रहेको छ कि छैन? यी नेपाल छ, अझै नेपाल बाहिरसम्म छ। भनेपछि त अझै बाहिरसम्म कुन चाहिँ मिनेट लाइनसम्म फैलिएको रहेछ भनेपछि कति डिग्री त? 27 मिनेट, सरी डिग्री भन्छु, कति मिनेट? 30 डिग्री भित्रको 27 मिनेटसम्म। भनेपछि 1 2 3 4 साना मिनेट लाइन होला नि यो 30 डिग्री भित्र। 1 2 गर्दा 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 1 2 3 4 5 6 7 8 9 10 गर्दै गर्दै यसरी गएको छ। मानौँ यहाँ एउटा लाइन गएको छ। त्यो लाइन कति मिनेट लाइन हो त? यो हो 27 मिनेट लाइन हो। भनेपछि 30 डिग्री भित्रको 27 मिनेट लाइनले नेपाललाई अन्तिम छोयो। योभन्दा पारी नेपाल छैन। त्यसपछि चाइना सुरु भयो। सर यहाँदेखि पनि त चाइना सुरु भएको छ भन्ने होला, होइन नि त, सुरु त भयो तर अन्तिम भनेको के? अक्षांशले अन्तिम छुने अर्थात् ल्याटिट्युड लाइनले अन्तिम छुने त यो हो नि त। यहाँ भनेपछि यता नि छुन्छ, यता नि छुन्छ, यता नि छुन्छ, यता नि छुन्छ, छुन्छ नि त, धेरै ठाउँ छ। तर योभन्दा माथि छ त? छैन। त्यसैले गर्दा सबैभन्दा उत्तरको बिन्दु अर्थात् नर्दर्न पोइन्ट कुन हो त? उत्तरी बिन्दु नेपालको कुन हो भने उत्तरी बिन्दु जहाँ नेपाल सकिन्छ, त्योभन्दा पछाडि नेपाल छैन, त्योभन्दा माथि उत्तर नेपाल छैन भने उत्तरी बिन्दु हो। यो उत्तरी बिन्दु हो हुम्लाको चाङ्ला भन्ज्याङ। हुम्लाको कुन चाहिँ? चाङ्ला भन्ज्याङ है। हुम्लाको चाङ्ला भन्ज्याङ दुईटा पहाडहरू मिलेर बनेको हुन्छ नि कहीँ ठाउँ बस्ने जस्तो ठाउँ हो, त्यो हुम्लाको चाङ्ला भन्ज्याङ। यो भयो उत्तर। दक्षिणी बिन्दु कुन?
सबभन्दा पहिले आक्सेन्सियल लाइनले छुने कुन त? यहाँबाट रेखा त यसरी पृथ्वी त यस्तो छ नि त, यहाँबाट गरिरहँदाखेरि यसरी यसरी 1 2 गर्दै यसरी माथितिर बढ्ने हो भनेपछि यो 26 डिग्री भयो भने माथिको कति डिग्री हो? 30 डिग्री, यसरी बढ्दै जाने हो नि त। त्यसैले सबैभन्दा पहिले छुने भनेको 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट। योभन्दा माथि उत्तरमा नेपाल छैन, योभन्दा दक्षिणमा नेपाल छैन जहाँ सकिन्छ। यो हो उत्तर र दक्षिणी बिन्दु। कुरो बुझ्नुभयो साथीहरू? उत्तर र दक्षिणी बिन्दुको कुरोकानी बुझ्यो सर। केही छैन। ल अब त्यसपछि पूर्व र पश्चिम। पूर्व र पश्चिम केले छुट्याउँछ भन्नुहोस् त? कुन चाहिँ लाइनले पूर्व र पश्चिम छुट्याइदिने हो? अब पूर्व र पश्चिम छुट्याउने लाइन भनेका कुन हुन्छन् भने देशान्तर लाइन हुन्। कुन लाइन हो? देशान्तर अर्थात् कुन लाइन हो त? लङ्गिट्युडनल लाइन हो भनेर बुझ्नु पर्यो है। ल लङ्गिट्युडनल लाइन। अब त्यसो भनेपछि यहाँ तपाईँको एउटा लाइन खिचिएको छ यसरी, यहाँ 80 डिग्रीको लाइन उत्तरदेखि दक्षिणमा खिचिएको छ यसरी। यो उत्तरदेखि दक्षिणमा खिचेको 80 डिग्री लाइनले यो लाइनले नेपाललाई छोको छ। 80 डिग्रीले नेपाललाई छोको छ छैन नि? हैन, यहाँ छोको छैन, खाली छ। भन्यो भने कतिौं मिनेट लाइनले छोयो भने 4 मिनेट लाइनले छोयो। 1 2 3 4 चारौं मिनेट लाइनले यसरी नेपालको यसरी छोयो। यो कुनामा छोयो। यो कति भयो त? यो कति डिग्री हो? कति मिनेट हो? 0 4 4 मिनेट हो भनेपछि यो लोकेसन हो। यो लोकेसन हो तपाईको कञ्चनपुरको दोधरा जहाँ नेपालको सबभन्दा पहिले नेपाललाई देशान्तर लाइनले छोयो। त्यो 80 डिग्री। यसको लोकेसन कोअर्डिनेट्स कति हो भने 80 डिग्री 0 4 मिनेट के हो त? यो भनेको इस्ट। नेपाल जहिले इस्ट। सर यता पश्चिम हो नि त नेपालको भन्यो भने नेपालको पश्चिम भए पनि हाम्रो अक्षांश र देशान्तर ल्याटिट्युड र लङ्गिट्युड हेर्दाखेरि यो त हाम्रो लङ्गिट्युड हो। लङ्गिट्युडमा त हामी हेर्दाखेरि त प्राइम मेरिडियन लाइन भन्न त हामी इस्टमा छौँ। इस्टमा छौँ भनेपछि हाम्रो सबै लोकेसन यो पनि तपाईको लङ्गिट्युडनल कति हो भने पनि इस्ट नै हो। कोअर्डिनेट फरक होला, यो पनि इस्ट नै हो, यो पनि इस्ट नै हो, यो पनि इस्ट नै हो। सबै तपाईको के नै हो त? इस्ट नै हो है। हाम्रो मात्र हैन, भारतको पनि सबै इस्ट हो है। तपाईको भुटानको पनि सबै, पाकिस्तानको पनि सबै लोकेसन इस्ट नै हो भन्ने कुरा बुझ्नु पर्यो। ठीक छ? ल यो भयो के त? 80 डिग्री 4 मिनेट कहाँ छोयो त? कञ्चनपुरको दोधरादेखि। यसरी अब 82 डिग्री यहाँ एउटा खिचियो, 84 यता खिचियो हैन, 86 यता खिचियो भने अर्को अन्तिममा खिच्छ 88 डिग्री खिचेको छ। यो 88 डिग्री भन्दा यता पनि नेपाल रहेछ। हेर्नुहोस् त यहाँ कुनातिर अझै नेपाल छ भनेपछि त कतिौं मिनेट लाइनले? यो भनेको 88 डिग्री हो। मिनेट लाइन भन्यो भने 1 2 3 4 गर्दै 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 यहाँ कुनामा छोयो 12 मिनेट लाइनले। कति मिनेट लाइनले? यो गएको भनेको कति? 12 मिनेट लाइनले अन्तिम नेपाललाई छुयो। यो ठाउँ भनेको कुन हो त? तपाईको ताप्लेजुङको लेलेप हो है। लेलेप भन्ज्याङ, कहीँ ओलाञ्चुक गोला पनि लेख्ला भन्ज्याङ। यसको लोकेसन कति रहेछ? 88 डिग्री 12 मिनेट इस्ट। यो भनेको पूर्वी देशान्तर। यो पूर्व, योभन्दा पारि नेपाल छैन। पूर्वी लोकेसन, यो पश्चिमको लोकेसन अन्तिम बिन्दु, यो उत्तरको, यो दक्षिणको भनेर यसरी हामीले सम्झिने। पूर्व पश्चिम उत्तर दक्षिण जहाँ चाहिँ नेपालका अन्तिम बिन्दुहरू भनेका यी हुन् भन्ने कुरा बुझ्नु पर्यो। ल के छ साथीहरू भन्नुहोस् त? सर एउटा क्वेसन सोध्नु थियो। भनौ न भनौ। नेपालले इन्डिया र चाइनालाई मात्रै किन छोएको? अरू देशलाई किन नछोएको? कति राम्रो क्वेसन सोध्यो। अब अरू देशै छैनन् त अनि अब यताबाट त अब यतातिरबाट चाइना, यतातिर भारत भयो। अहिले देखाउँछु ल। यो यताबाट अहिले त नेपालको चुचेना साइसिसी, योभन्दा तल भारत, अनि यता सबै चाइना छ भनेपछि नेपालको कुनै बेला ग्रेटर नेपाल थियो, बङ्गलादेशसम्म केही सिमाना थियो हैन। यता देहरादुन हैन, तपाईको सिक्किम, दार्जिलिङ, बङ्गालको केही, बिहारको केही क्षेत्रहरू सबै नेपालको थियो, अलि धेरै थियो। अरू देशै छैनन् त कसरी अरू देशसँग सिमाना जोडिन्छ त है। ठिक छ? त्यसैले गर्दा दुईटा देशसँग, त्यसैले हामी एउटा बफर स्टेट पनि हौँ है। ल कुरो बुझ्नुभयो? पूर्व र पश्चिम बिन्दु के छ? अघि नै इङ्ग्लिसमा भनिदिनु पर्यो सर भन्ने साथीहरूले पनि बुझ्नुभयो कि भएन? फेरि यहाँ त चिन्ता पो लाग्छ त मलाई। फेरि तपाईँहरूले पढायो फर्स्ट 16 दुना 8 भयो भने त ठिक भएन। फेरि क्लियर छ सर, क्लियर छ। ल है, ल हस्, धन्यवाद है। अब जाउँ अगाडि बढौँ।
अब त्यसपछि नेपालको क्षेत्रफल कति छ भन्ने कुरो होला हैन? कति छ त नेपालको क्षेत्रफल? 1,47,181 स्क्वायर किलोमिटर। ल अब नेपालको क्षेत्रफल कति रहेको छ भनिरहँदाखेरि नेपालको क्षेत्रफल रहेको छ तपाईँको कति त 1,47,181 वर्ग किलोमिटर छ। एउटा वर्ग किलोमिटर भनेको किलोमिटर स्क्वायर है साथीहरू। फेरि यसलाई के पनि भन्छ? किलोमिटर स्क्वायर। ल अर्को रहेको छ 1,47,516 वर्ग किलोमिटर, किलोमिटर स्क्वायर। त्यसपछि ध्यान दिउँ, अब अन्य दुईटा छन्। एउटा रहेको छ 2,04,917 वर्ग किलोमिटर अर्थात् किलोमिटर स्क्वायर। अर्को रहेको छ 2,64,578 किलोमिटर स्क्वायर है। ध्यान दिनु, यो चारवटा क्षेत्रफलमा चारवटा हाम्रो जुन छ यो भनेको तपाईँको के हो त भने 2077 साल। ध्यान हल्ला नगरौँ त साथीहरू। 3 महिना 4 गते भन्दा अगाडिको कहिलेको रहेछ? अगाडिको है। 1,47,181 वर्ग किलोमिटर भनेको 2077 साल 3 महिना 4 गते भन्दा अगाडिको। यो मिति भनेको कुन मिति हो भने अहिले म तपाईँलाई सम्झाउँछु। यो मिति भनेको नेपालको संविधानको संशोधन भएको मिति अर्थात् चुच्चे नक्सालाई निशान छापमा राखेको मिति हो। कसलाई निशान छापमा राखेको? चुच्चे नक्सालाई कसमा राखेको त? निशान छापमा राखेको मिति हो भन्ने कुरा बुझ्नु पर्यो। अब हेर्नुहोस्, अब यसमा तपाईँले बुझ्नुपर्ने अर्को कुरो के छ त भने है यो 181 1,47,516 भनेर भनिएको छ। अब यो भनेको के हो त? यही मितिमा निर्धारण भएको मिति। यो मिति भन्दा पछिको नेपालको क्षेत्रफल कति भनेपछि यति भन्दै आएका हौँ हामी। र यसको आधिकारिकताको कुरा गरिरहँदाखेरि नेपालको चुच्चे नक्सा सार्वजनिक कहिले हो भन्ने कुरा अहिले छलफल गरौँला। त्यो सँगसँगै यो जोडिन्छ। म त्योभन्दा अगाडि यो मितिलाई के गर्छु, यो तपाईँको क्षेत्रफललाई तपाईँको क्लियर गर्छु। 2,04,917 र 2,64,578 क्षेत्रफल भनेको यो क्षेत्रफल कहिलेको क्षेत्रफल हो भने बहादुर शाहको नायबीकाल। बहादुर शाहको नायबी कालको क्षेत्रफल हो। जो नायबी कालमा नेपालको सिमाना पूर्वमा टिस्टादेखि है पश्चिमको सतलज नदीसम्म फैलिएको थियो। सतलज नदीसम्म थियो। त्यसको क्षेत्रफल हो 2,04,917 भने यो क्षेत्रफल भनेको के हो त? ग्रेटर नेपालको क्षेत्रफल हो। यो हो ग्रेटर नेपाल अर्थात् बृहत नेपाल। ग्रेटर नेपालको क्षेत्रफल हो यो है। यो हो ग्रेटर नेपालको क्षेत्रफल भनेर भन्नु पर्यो। अब यो 1,47,516 चाहिँ कहिले निर्धारण भयो सर भन्ने होला। यो निर्धारण भएको मिति चाहिँ यो हो। अब यो मिति निर्धारण हुनुभन्दा अगाडि के कुरा भयो त भन्ने कुरा हामी थोरै छलफल गरौँ। जस्तै नयाँ नक्सा सार्वजनिक भयो। नयाँ नक्सा सार्वजनिक भयो है। नयाँ नक्सा सार्वजनिक भयो। त्यो सार्वजनिक सम्बन्धी निर्णय, सार्वजनिक सम्बन्धीको कुराहरू कहिले के भयो भन्ने कुराहरू हामी पढौँ। अब यसमा चाहिँ है 2077 साल 2 महिना 5 गते अर्थात् जेठको 5 गते के भयो त भने मन्त्री परिषदले निर्णय गर्यो। के मन्त्री परिषदले के निर्णय गर्यो त भने नयाँ नक्सा सार्वजनिक गर्ने सम्बन्धीको के गर्यो त? निर्णय गर्यो। मन्त्री परिषदले निर्णय गर्यो है। मन्त्री परिषदले के गर्यो त? निर्णय। मन्त्री निर्णय भएछ, परिषदले के गर्यो त?
निर्णय गर्यो भनेर भन्नुहोस्। त्यसै गरी 2077 साल कति त भन्दाखेरिमा तपाईको 2 महिना 7 गते के भयो त भूमि सुधार तथा गरिबी मन्त्रालय त्यति बेलाको तत्कालीन त्यसले के गर्यो सार्वजनिक गर्यो। सार्वजनिक भयो। सार्वजनिक नयाँ नक्सा सार्वजनिक मिति भनेको यो निर्णय भनेको 5 गते भनेपछि अर्को मिति छ 2077 2 महिना जेठको महिना 9 गते संशोधन विधेयक दर्ता भयो। अर्थात् अब संविधानमा त त्यही चुच्चे नक्सा नभएकै छ त्यसलाई संशोधन गर्नको लागि प्रतिनिधि सभामा एउटा के हो त संशोधन विधेयक दर्ता संशोधन त्यसलाई के गर्नु पर्यो अब चेन्ज गर्नु पर्यो है। अर्थात् त्यो चुच्चे नक्सालाई हटाए त्यो चुच्चे नक्सा बाहेकको अर्थात् चुच्चो नभएको नक्सा लिपुलेक लिम्पियाधुरालाई समेटेको नक्सा चाहिँ नेपालको निशान छापमा राख्नु पर्यो भनेर संशोधन विधेयक दर्ता भयो। कति गते जेठको 9 गते। त्यसपछि 2077 साल 2 महिना 31 गते अर्थात् जेठको 31 गते के भयो त भन्दाखेरिमा प्रतिनिधि सभाबाट पारित भयो नक्सा। प्रतिनिधि सभाबाट के भयो त पारित भयो है। भने अब संविधानको संशोधन कहिले भयो त भन्दाखेरिमा 2077 3 महिना 4 गते अघि नै भन्यौ नि हामीले माथिको मिति। त्यसमा चाहिँ के भयो त संविधानको संशोधन भने पनि त्यही हो। दोस्रो संशोधन नेपालको संविधानको दोस्रो संशोधन नेपालको नक्सा प्रमाणीकरण है। नयाँ नक्साको के त प्रमाणीकरण गरियो अर्थात् राजपत्रमा प्रकाशित गरियो है। नेपालका सबै महत्त्वपूर्ण कुराहरू एउटा बुक जस्तो त्यसमा प्रकाशन गर्ने गरिन्छ। राजपत्रमा के गर्यो प्रकाशन गरियो प्रकाशित भने यही मिति हो यही मिति। यसपछि नेपालको क्षेत्रफल 1,47,516 वर्ग किलोमिटर स्क्वायर रहन पुग्यो भनेर यसरी यो कुराहरू ख्याल गर्नु पर्यो है। ल अब त्यसपछि जाउँ नेपाल क्षेत्रफलको कुरा गरिरहँदाखेरि लेख्नुभयो साथीहरू। अब यो चुच्चे नक्सा आइसकेपछि कति क्षेत्रफल थपियो भनेर भन्छ। यो क्षेत्रफल थपिएको क्षेत्रफल कति हो त 335 किलोमिटर स्क्वायर चाहिँ थपिएको क्षेत्रफल हो भनेर बुझ्ने। थपिएको क्षेत्रफल है 335 वर्ग किलोमिटर थपियो र अहिलेको नयाँ तपाईको के हो त क्षेत्रफल निर्धारण भयो। र यसमा अब क्षेत्रफलकै कुरा गरिरहँदाखेरि नेपाल विश्वको कति भूभाग ओगटेको छ भन्छ है। नेपालले विश्वको कति भूभाग 0.03%। विश्वको कति 0.03% भूभाग ओगटेको छ विश्वको। एसियाको कति ओगटेको छ भने एसियाको 0.3% र दक्षिण एसियाको कति ओगटेको छ भनेर भने कति त 2.82% के गरेको छ त ओगटेको छ। र विश्वमा नेपाल कतिौं ठुलो राष्ट्र हो त विश्वमा कतिौं ठुलो हो भने कतिौं ठुलो छ भने तपाईको 93औं भनेर भन्छ। कतिौं 93औं स्थानमा छ है। तपाईको कहीं तलमाथि भेट्टेला नत्र भने 93 नै हो। मोस्टली भेटिने भनेको 93 नै हो। सोध्या पनि क्वेशन हो है। 93औं स्थानमा छ यो कुरो ख्याल गर्ने। र जनसंख्याको आधारमा कति स्थानमा भन्छ जनसंख्याको आधारमा
कति स्थानमा 49औं स्थानमा यो UNDP को डाटा अनुसार हो 49औं स्थानमा छ सर भने यो भन्दा क्षेत्रफल माथिल्लोमा त के पो भन्नुभयो कसमा चाहिँ यो भन्दा अलिक माथिल्लोमा के पो भन्नुभयो विश्वमा कति के पो भन्दै हुन्थ्यो हो विश्वमा क्षेत्रफलको हिसाबमा कति हो ठुलो देश हो भन्छ विश्वमा कति हो ठुलो देश क्षेत्रफलको आधारमा के को आधारमा क्षेत्रफलको आधारमा क्षेत्रफलको आधारमा कति हो ठुलो हो भन्यो भने 93 हो भनेर भन्छ भने जनसङ्ख्याको आधारमा कति हो 49औं भनेर भन्छ यो विश्वको कुरा हो यो के हो त विश्वको भने दक्षिण एसिया अब मुख्य भनेको त दक्षिण एसिया अर्थात् सार्ककोबाट सोध्छ है के त सार्क सुन्नु भएको होला सार्कमा कति हो भन्छ क्षेत्रफलको हिसाबमा कति हो ठुलो हो र जनसङ्ख्याको आधारमा पनि कति हो ठुलो हो भन्यो भने दुईटैमा 5औं ठुलो हो कति हो 5औं स्थानमा छ ल कति स्थानमा 5औं हल्ला नगर्नु साथीहरु साउन्ड रिपिट भएर आछ सर अन्त्य तपाईहरुको माइक्रोफोन अन छ नि त त्यही भएर हो राजु जी तपाईको माइक्रोफोन अफ गर्नु त हेलो सर त्यो नेपाल भनेको विश्वमा जनसङ्ख्याको हिसाबले 48 49 छ 49 हो यो UNDP को तपाईको डाटा अनुसार हो है यो युनाइटेड नेसन को UNDP को डाटा अनुसार हो यो त्यसमा हुनु पर्दैन है बरु यसमा चाहिँ तलमाथि होला तपाईको कहीं कति लेख्या हुन्छ कहीं कति तर यसमा चाहिँ ल म्युट गर्दिनुस् न है मेरो भोइस रिपिट आइराछ राजुजी मैले बारम्बार भनिसकेछु तपाईले नत्र पनि बाध्य भएर तपाईलाई रिमुभ गर्नुपर्ने हुन्छ रिमुभ नै गर्दिनुस् न सुशीलजी मलाई होस्ट बनाउनुस् त के भएको आज क्लास हेर्ने पनि मान्छे हुनुहुन्न ल अब यो कुराहरु नोट गर्नुस् है साथीहरु अब यसमा चाहिँ तपाईले अर्को कुरो बुझ्नुपर्ने कुरा के छ त भने नेपाल कति हो त सार्कमा कति हो रहेछ त 5 हो जनसङ्ख्याको आधारमा पनि 5 हो र क्षेत्रफलको आधारमा पनि कति हो त 5औं राष्ट्र हो भन्ने कुरा बुझ्नुपर्ने भयो है ल अब भूपरिवेष्टित राष्ट्रमा कति हो भन्यो भने 21औं हो अब त्यसमा तपाईको त्यति लामो गइरहनु पर्दैन यति कुरा चाहिँ तपाईले बुझ्नु होला है अब त्यसपछि हामी जाउँ नेपालको पूर्व पश्चिम लम्बाइ कति भनेर भन्छ नेपालको पूर्वदेखि पश्चिमको लम्बाइ कति छ त 885 किलोमिटर भन्छ पूर्व पश्चिम लम्बाइ है पूर्वदेखि पश्चिमको लम्बाइ कति छ त 885 किलोमिटर रहेको छ भने औसत चौडाइ कति रहेको छ भने चौडाइ कति रहेको छ भने तपाईको चौडाइ भनेको एउटा अधिकतम चौडाइ छ अधिकतम है एउटा के छ त न्यूनतम छ न्यूनतम चौडाइ रहेको छ है अधिकतम भनेको म्याक्सिमम र तपाईको मिनिमम है ल अब यसमा कति किलोमिटर भन्यो भने अधिकतम म्याक्सिमम भनेको नेपालको चौडाइको कुरा गरिरहँदाखेरि 241 किलोमिटर रहेको छ भने न्यूनतम कति हो भनिरहँदाखेरि न्यूनतम भनेको ठ्याक्कै यसको उल्टो गरेर 3 बढी भन्छ यसको उल्टो गर्दाखेरि 142 हुन्छ है 42 हुन्छ 42 मा 3 बढी गर्यो भने कति हुन्छ 145 यसरी बुझ्ने किन त भने अर्को तपाईको औसत चौडाइ भनेर पढ्नु पर्छ के तीनवटा चौडाइ पढ्नु पर्छ औसत भनेको एभरेजमा औसत चौडाइ कति छ भनेर गर्दाखेरि झुक्किनु हुन्छ त्यसैले गर्दा औसत चौडाइ कति छ भन्यो भने 193 किलोमिटर रहेको छ औसत चौडाइ भनेको दुईटैको ठिक्क है पूर्वदेखि पश्चिममा औसत कति छ त चौडाइको कुरा गर्यो भने
193 रहेको छ, जसमा के हो त भन्दाखेरिमा त्यही यसको त तपाईँलाई याद भइहाल्छ 141, तर यो 42 तपाईँको न्यूनतम कति भन्यो भने कहिलेकाहीँ 193 लगाइदिने कि यस्तो भइरहेको हुन्छ। त्यसैले गर्दा तपाईँले के बुझ्नु पर्यो भने अधिकतमलाई उल्ट्याउने र 3 बढी गर्यो भने न्यूनतम आइहाल्छ, अधिकतमको उल्टो न्यूनतम, र बाँकी रहेको 193 त के हो त औसत तपाईँको एभरेज तपाईँको के हो त भने चौडाइ रहेको छ भन्ने कुरा तपाईँले बुझ्नु पर्यो है। ल र अर्को कुरो तपाईँले के सोध्छ भने एउटा कुरा छुट्यो है, तपाईँले के सोधिरहेको हुन्छ भने जुन अघि नै हामीले क्षेत्रफलको कुराहरू गर्यौँ नि 1,47,516, यो 1,47,516 वर्ग किलोमिटर त भन्यो, अर्थात् किलोमिटर स्क्वायर। तर तपाईँलाई यसमा नसोधेर तपाईँलाई केमा सोधिरहेको हुन्छ भने वर्ग माइलमा सोधिरहेको हुन्छ के। यो एन्सर कसमा सोध्छ त वर्ग माइलमा। नेपालको क्षेत्रफल वर्ग माइलमा कति छ भन्नुहोस् भनेर तपाईँले सोधिरहेको हुन्छ। कति होला त वर्ग माइलमा? अब वर्ग माइलमा कति हो भन्यो भने वर्ग माइलमा धेरै गाह्रो कुरो भएन, 5,6,5,6 बीचमा 9 छ भनेर यसरी सम्झिने है। अर्थात् 56,956 के रहेको रहेछ वर्ग माइल नेपालको क्षेत्रफल हो। यो कसमा हो त किलोमिटरलाई वर्ग माइलमा यसरी हामीले भन्न सक्छौँ है। यो कुरो चाहिँ तपाईँले ख्याल गर्नु होला, नोट गर्नु होला। यस्ता कुराहरू सानो सानो कुराहरू सोधिरहेको हुन्छ, यो कुराहरू ख्याल गर्नु पर्यो। हुन्छ सर यो किलोमिटरलाई माइलमा कन्भर्ट गर्नुको लागि चाहिँ कसरी गर्नुपर्छ? यस्तो छ है, ठिक छ। यो प्रशासनमा सोध्छ, प्रशासनतर्फ संस्थानमा 1 माइलमा कति मिटर हुन्छ भनेर प्रश्न सोधेको छ। 1 माइलमा कति मिटर हुन्छ भने 1609 मिटर हुन्छ, अर्थात् 1 माइल भनेको कति रहेछ 1.6 किलोमिटर रहेछ भन्ने कुरो बुझ्नु पर्यो। ठिक छ। हेलो यस सर। ल ल हुन्छ साथीहरू, के छ आज यति नै गरौँ, भोलिबाट सुरु गरौँ साथीहरू। आज अलि मलाई धेरै डिस्टर्ब भयो जस्तो लाग्यो क्लासमा। हुन्छ सर। भोलि बाँकी नै छ, अग्लो स्थान, होसो स्थान, प्रमाणिक समयको कुराहरू। हजुर ल भोलि सुरु गरौँ है। के छ साथीहरू नबुझेको कुराहरू भन्नुहोस् त यसमा। त्यसमै भन्ने गरौँ है। ल बस मैले आज यति नै गरेँ। ओके सर।